हेलो हेलो गुड मर्निङ दर्शन नमस्ते दर्शन। आज बिहान भन्नाले 10 बजिसक्यो यतातिर हाम्रो बहिनीको घरतिर आएको। यो हाम्रो बहिनीको घाँस बाख्राको लागि टन्नै यता टोरीबारीहरू हाम्रो बहिनीले घाँसहरू गर्दैछन्। आज हाम्रो बहिनीको बाख्रा 4 त भन्दा कम त कसैले पाउँदैन, त्यही भएर 4 किसिम बाख्रै बोका उफ्रेर बिजोक छ। यो यति धेरै पाख्रा यिनी बाख्राले, यिनी पाठाहरू लथालिङ्गै सुतेछन् बिचरा यिनी बाख्रा। यी यहाँ छन् 4 त 3 त यहाँ भित्र, एउटा यसले अपङ्गा जन्मिएछ कि यो भएर यसले बाहिर एकदम खुल्ला एकदम। हाम्रो 4 त पाउने बाख्रा एउटा यता खानी, त्यही भएर हाम्रो फेरि 4 त बाख्रा पाउनेको मालिक नि यहाँ हाम्रो बहिनी फेरि यस्तो यहाँको यता पसेछन्। यहाँ यी अर्को 4 त पाउनेको यहाँ फेरि यी सम्पत्ति यस्तो छ नि, यो फङ्गाल्छन् माथि नै सुतेछन् लथालिङ्गै भुइँभरि यस्तो छन्। पुरै 4 त जन्मेर आपत छ गर्नु, अझै घाम भएर पुरै खपेक गर्दैछन् यस्ता छन्। अन्त हाम्रो बहिनी बाख्रा त फेरि छोए मात्रै हो कि फेरि किसिम फैलिन्छन्। फेरि तपाईँहरूले मर्न लागेको बाख्रा लिएर दिनुहोस् त हाम्रो बहिनी यहाँ 2 महिनामा फर्केर 4 त बच्चा जन्मिहाल्छ फेरि यस्तो छ। त्यही भएर यस्तो छ आज कार्यक्रम। घाम लाएर 3-4 दिन भयो घाम लागेको, जाडो चाहिँ छैन अहिले, घाम लागिरह। हाम्रो बहिनी घर यो हो, बाख्रा खोर दाउरा दाना पकाउने पाठाहरू, यता घाँस बारी मकै, यता आलु छ। यो आलु तन्नै छ, यो आलु खन्ने बेला नि तपाईँहरूले फेरि म यहाँ भिडियोमा फेरि म जानकारी दिन चाहन्छु। ल 2-3 मिनटको त बनाउनु पर्यो नि, त्यस्तो हो नि। त्यही भएर यता हाम्रो बहिनीको अगाडि यता ल यस्तो भइरहनु हुन्छ यहाँ त यस्तो छ। यतातिर पनि टोरी ढलेर बाख्रा 4 त दिउँछ, बाख्राको मोल हालेपछि यस्तो ढल्ने चाहिँ साथी धेरै हाल्यो नि यस्तो छ गाइस। टन्न टोरी ढलेर यस्तो जताततै टोरी पाकेँ। म अब अर्को बहिनीको टोरी गोड्न जान लागु, त्यही भएर फेरि त बहिनी हाम्रो बहिनीको घरतिर त जाँदैको, त्यही भएर पुरै टोरीबारी जता हेऱ्यो टोरी भन्दा अरू केही छैन। यता हाम्रो यता गाउँठाउँ यता हाम्रो टोलतिर यस्तो छ गाइस। आजलाई यति, फेरि अर्को दिन फेरि यस्तै भिडियो बनाएर फेरि तपाईँहरू माझ आउन लाइक कमेन्ट सेयर गरिदिनु होला, दुःख नमानिकन। सब्सक्राइब हाम्रो बहिनीको पनि छ सानो युट्युब, त्यता पनि यसो बेला मौकामा उ गरिदिनु होला। बाख्रा ब्याएर अलि भ्याउनु भयो छैन हाम्रो बहिनीले, नत्र अन्त हाम्रो बहिनी पनि अलिअलि भन्दा नि बेसरी नि होइन, अलिअलि ठिक्कै मिडियम साइजको गर्नुहुन्छ। ल हस्, बाई बाई, धन्यवाद सबै फ्रेन्डहरूलाई।